दर्शक नमस्ते। आज कामको सिलसिलामा घुम्दै यति रमणीय आनन्द शान्ति ठाउँमा आइपुगे। यो ठाउँलाई चाहिँ किन्ददी मनसेर्त भनिन्छ। यहाँ चाहिँ सुन्दर सानो शान्त किसिमको ताल छ, वरिपरि ठुलो रुखहरूले घेरेको, अनि एउटा घर छ। यहाँ चाहिँ पुरानो धेरै ऐतिहासिक रूपमा चाहिँ किन्ददी मनसेर्त प्यालेसको जङ्गलमा पर्ने भएर चाहिँ यो चाहिँ सरकारले सम्वर्धन गरेर राखेको जग्गा रहेछ। तपाईहरु आउन चाहनुहुन्छ भने ठ्याक्कै यो किन्ददी रेग्युलेरियाको पछाडिपट्टि छ। किन्ददी रेग्युलेरियाबाट हिँड्दै आउन सक्नुहुन्छ। तपाईलाई यो ठाउँमा आएर यसको भिजिट गर्नु होला। तपाईलाई मनमा आनन्द आउनेछ, शान्ति आउनेछ हैन। यो ठाउँमा चाहिँ हामी सिने भूमि देवी देउरालीहरूले चाहिँ बास गरेको ठाउँ जस्तो लाग्छ। किनभने म प्राय जसो यहाँ आउँदाखेरि मलाई आनन्द आउँछ, मलाई मनमा शान्ति हुन्छ हैन। त्यही भएर यो ठाउँमा चाहिँ तपाईहरुले आउँदाखेरि तल कोलारेसबाट चाहिँ माथि मनसेर्त प्यालेस आउने बसमा पनि आउन सक्नुहुन्छ। अनि तपाईको लिजबर्डनबाट चाहिँ पोर्तेलाबाट मनसेर्त प्यालेस आउँदाखेरि ठ्याक्कै बाटैमा पर्छ। त्यहाँबाट पनि तपाईले आउँदाखेरि यो पोखरी देखिन्छ अनि यो घर देखिन्छ। अनि साथमा यो पोखरी भन्दा अलिकति माथि 1 किलोमिटर माथि चाहिँ अर्को फेरि दुईटा पोखरी छ। अहिले त्यो पोखरीको बारेमा म देखाइरहन्छु तपाईलाई। मैले चाहिँ त्यो पोखरीलाई बनझाँक्री ओडार भनेर नाम राखेको छु। त्यो बनझाँक्री ओडार पनि तपाईहरुलाई घुम्न सक्नुहुन्छ। तपाई हिँड्दै आउनलाई एकदम हाइकिङ गर्न एकदम राम्रो ठाउँ छ यो ठाउँ। यो ठाउँ हामी कोलारेसमा सिन्त्रा बस्नेहरूलाई एकदम नजिक पर्छ। लिजबनमा आउनेहरूलाई त अझ आनन्दले नेपालको फिल आउँछ है। आउनुहोस् है तपाईहरु।